उहाँले मलाई हमेसा राख्नुहुन्थ्यो र हामीले मिलेर सहकार्य गरेर विनोद केवट भाइलाई हामीले आफ्नो घर फर्कायौँ र विधिवत त्यो भाइको अन्तिम संस्कार हामीले गर्यौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी को मूल्य मान्यता जनताप्रतिको इमान्दारिता यो सबैभन्दा ठुलो कुरा नै त्यही र अहिले आउने चुनावमा पनि म तपाईहरुलाई के विनम्र आग्रह गर्न चाहन्छु, दायाँ बायाँ कुराहरू नसुन्नु होला। तपाईलाई यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको काम तपाईले देख्नु भएको छ। तपाईले दीपक बोराजीलाई चिन्नुहुन्छ, तपाईले प्रज्वल बोरालाई चिन्नुहुन्छ र तपाईले अहमदुद्दिन खानलाई पनि चिन्नुहुन्छ। त्यसैले यो आउने चुनावमा तपाईहरुको साथी, तपाईहरुको इष्टमित्र, तपाईहरुको नाक गोठलाई भन्नुहोस् यसपालि तपाईको मत चुनाव चिन्ह हलोमा दिएर तपाईहरुको आफ्नो भविष्य सुनिश्चित गर्नुको लागि तपाईहरुले हलोमा भोट दिनु होला भन्ने म तपाईहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। र हामी अहमदुद्दिन भाइ, अहमदुद्दिन खानज्यू र हामी मिलेर र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर तपाईको